Any Maggie Stories. शिवपुर गाउँ निराशमा थियो किनभने त्यहाँ पानीको धेरै नै समस्या थियो। त्यहाँ पानीको स्रोत भनेको पुरानो इनार मात्र थियो, त्यही पनि कठोर घामको कारणले मरुभूमि भई सुकिसकेको थियो। र त्यस गाउँका दुई साहसी बालबालिका सुशान्त र यमुना आफ्नो घर जोगाउने प्रतिज्ञा गरे। गाउँको ज्येष्ठ व्यक्तिबाट पाएको नक्साबाट तिनीहरूले नयाँ पानीको स्रोत खोज्न लागे। तातो घाम र खतरनाक बालुवाको आदिबीच सुशान्त र यमुना आफ्नो गाउँका लागि पानी खोज्न हातेमालो गर्दै अगाडि बढे। धेरै लामो यात्रा गरिसकेपछि उनीहरूले पुरानो तर सुक्का खोला पत्ता लगाए, जसको सतह सुक्का थियो तर भित्र लुकेको पानीको सङ्केत देखिन्थ्यो। उनीहरूको आशा फेरि बलियो बन्यो जब उनीहरूले मरुभूमिमा भेटिने दुर्लभ बोट डेजर्ट ब्लोसम फेला पारे, जसका जराहरू जमिनमुनि पानीतर्फ लैजान्थ्यो। गाउँलेहरूको सहयोगमा सुशान्त र यमुनाले डेजर्ट ब्लोसमको जराको बाटो पछ्याउँदै गाउँमा पानी फर्काउने खाल्डो खन्न थाले। गाउँलेहरूको कडा परिश्रमले फल दियो र पानी इनारमा पूर्ण बग्न थाल्यो, जसले शिवपुर गाउँलाई जीवन फिर्ता दियो। मेहनत गरे फल अवश्य पाइन्छ भन्ने नाराका साथ सुशान्त र यमुना शिवपुर गाउँका नायक बने, जसले देखाए कि कठोर मरुभूमिमा पनि सहज र एकताले जीवन र आशा ल्याउन सकिन्छ। र यसै गरी यो कथा यही समाप्त हुन्छ। अनि हजुरले यस कथाबाट के शिक्षा पाउनुभयो त? मम्मी ड्याडीसँग छलफल गर्नु है। र यस्तै रमाइलो कथा हेर्न र सुन्नका लागि हाम्रो च्यानल एनी म्यागी स्टोरी सब्सक्राइब गरी साथी बन्नुहोला।